गुड मर्निङ साथीहरू। अहिले म पुलचोक मछिन्द्रनाथतिर जाँदैछु। मछिन्द्रनाथहरू डाइभ गर्ने यसो मर्निङ वाक गरेर जाँदैछु साथीहरू। तपाईँहरू पुलिस परमिसन एकदम हिजो अरू रडमा राखेको छ, हेर्न पाएन तर एउटा निकालेको छ, हेरेको थिएँ मैले भिडियो हालेको थिएँ हिजो। आज चाहिँ माथि रोड मछिन्द्रनाथ पुलचोक रडतिर हेर्न जाँदैछु। तपाईँहरू पनि सँगै हिँड्दै गरौँ। म अहिले यहाँ टिम्बाल पोखरीतिर हो। यहाँ जाने हो सिधा गाबाल हुँदै, गाबालबाट नटोल हुँदै, नटोलबाट पुलचोक जाने। यो थियो हिजो पनि। अब यहीँबाट एउटा तानेर ल्याउने पनि साथीहरू यताबाटै हो। अब 4 दिनमा सबजना त्यही मछिन्द्रनाथतिर मर्निङ वाकै होला। मर्निङ वाक जाने, मछिन्द्रनाथ हेर्ने, दर्शन गर्ने, त्यहाँबाट काम गरेर फर्किने हो क्या साथीहरू। अब हिजो त्यहाँ तहबालबाट निकाल्यो मछिन्द्रनाथ। अब 6 महिना पछि मात्रै भित्राउने होला त्यहाँ त। अब 6 महिनासम्म त्यहाँ राख्दैन, किन भन्दाखेरि यो रड तानेर मछिन्द्रनाथ तानेर सिधा यो गाबाल हुँदै, मङ्गलबजार हुँदै, सुन्दारा हुँदै त्यहाँबाट घुम्दै फेरि उसमै लगनखेल पुर्याउँछ। लगनखेलबाट जाउलखेल लान्छ, जाउलखेलमा सबै बिगाएर छ मछिन्द्रनाथ। अनि त्यहाँबाट बुङमती लिएर जान्छ। अनि त्यहाँबाट 6 महिना पछि फेरि यता ल्याउनु हो क्या, फेरि टहबालमा, उहाँ मछिन्द्रबालमा, टङ्गल मछिन्द्रबालमा। हिजो यति हुन्थ्यो बाटो, अगाडिबाट भिडियो खिच्न नसकेँ मैले, टुक्रा गरेर राखेको। राम्रोसित खिच्नु पनि पाएन, ठिकै छ। अहिले पुलचोक कदेर आयो। हामी यहाँ पुलचोक नगरपालिकाको पछाडितिर छौँ। नगरपालिकाको पछाडि अस्ति नै यो पहिलादेखि पोखरी थियो क्या साथीहरू। यहाँ पहिलादेखि पोखरी थियो। यिनीहरूले पोखरी उ गरेर गाडी पार्किङ गर्ने ठाउँ बनाएर राखेको थियो। टोलको मान्छे सब उठेर गाडी पार्किङ बनाए। जस्तो पहिला थियो त्यस्तै पोखरी नै बनाउनु पर्छ भनेर विरोधमा उत्रेको थियो। हुँदा अहिले पोखरी नै बनाउनु लागेछ सिधुबाबुले। आइपुग्नै लाग्यो। पुग्यो साथीहरूलाई। आइपुगे मछिन्द्रनाथ साथीहरू अहिले। यो चाहिँ भजन गरेको है साथीहरू। यिनीहरू चाहिँ बत्ती बाल्नेहरू। यो चाहिँ भजन गरेको साथीहरू।
भिडियोलाई लाइक कमेन्ट सेयर गरिदिनु होला साथीहरू।